संसद पुनर्स्थापना हुनै सक्दैन, गर्नु हुँदैन। जेनजीहरूको यत्रो ठुलो जनविद्रोह भयो, त्यो विद्रोहलाई आत्मसात गरेर चुनावमा जान परेन। संसद पुनर्स्थापना होला? तपाईँलाई के लाग्छ? 2082 साल भदौ 23 र 24 गते जे भयो त्यसले नेपालमा ठुलो राजनीतिक उथलपुथल गराइदियो, जस पछाडि देश अहिले विषम परिस्थितिबाट गुज्रिरहेको छ। जेनजी आन्दोलनले सकारात्मक आशा देखाए पनि फेरि के हुने हो कि भन्ने डर पनि छ। सुशासन र भ्रष्टाचार अन्त्यको लागि थियो, तर सरकारले उनीहरूको आन्दोलनमा अति कठोर दमन गर्यो र सरकार ढल्ल पुग्यो। त्यति मात्र होइन, सिंहदरबार संसद देशभरका कयौं सार्वजनिक र निजी सम्पत्ति जल्न पुगे, जसको स्वरूप नागरिक सरकारको रूपमा सुशीला कार्की नेतृत्वको सरकार बन्यो। यो अन्तरिम सरकारले 6 महिनापछि चुनाव गर्ने घोषणा पनि गरेको छ, तर एमाले र कांग्रेस चुनावमा जान नचाहेको चुनावमा गएपछि हारिन्छ, जनताले सखाम्ने पार्छन् कि भन्ने डरले यो अन्तरिम सरकारको विरुद्ध नै सर्वोच्च अदालतमा रिट दायर गरेको छ। उनी सांसद पुनर्स्थापनाका लागि दौडधुप गरिरहेका छन्। एमाले, माओवादी, कांग्रेस जस्ता पार्टीहरूको विरुद्धमा कसैले बोल्यो भने विदेशी एजेन्ट भन्यो, सकियो। सोसल मिडियामा एमाले, कांग्रेस, माओवादी संसद पुनर्स्थापनाका लागि माग गरिरहेका छन्। फेरि भर्ताउला र खाउला भन्ने हेतुले धेरै पार्टीका झोले कार्यकर्ताहरू लागि परेका छन्। सुशीला कार्की सरकार अथवा हाम्रो जेनजीले बनाएको सरकार अमान्य छ भन्दै वा असंवैधानिक छ भन्दै लागि परेका छन्। कुनै पनि पार्टी खुलेर अहिलेसम्म जेनजीको मुद्दालाई समर्थन गरेका छैनन्। केपी ओलीले त त्यो आगोको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ। सरकारलाई धम्काउँदै आइरहेका छन्, बल्कि माओवादीले केही रूपमा समर्थन गरेको देख्न सकिन्छ। जनताले आफ्नो पसिनाले तिरेको करबाट भ्रष्टाचार जम्मा गरेको पैसा जलेको प्रश्न देखिए पनि कांग्रेसले एआई हो भन्दै तारिदिएको छ। अहिले त एआई को जमाना, जस्तो गल्ती गरे पनि एआई हो भने सकियो। तपाईँको कार्यकर्ता बाहेक अरूलाई मान्नेवाला छैन। पार्टीलाई चलायमान हुन दिन वा नदिन तपाईँ हाम्रो हातमा छ। तपाईँलाई के लाग्छ? आफ्नो प्रतिक्रिया दिन नबिर्सनु होला। हस्त।